नमस्ते। तपाईको कुन ग्रहको दशा चलिरहेको छ त? आज म तपाईको चलेको दशालाई ब्यालेन्स गर्ने एकदमै सरल र एकदमै इफेक्टिभ रेमेडी लिएर आएको छु। यो टपिक तपाईको लागि मबाट नयाँ हुन सक्छ। अलिकति सधैँ सुनिरहेको भन्दा फरक प्रकृतिको तपाईलाई चाहिँ आज विषय लिएर म आएको छु। यदि तपाईको लग्नको ग्रहको दशा चलिरहेको छ, यानी कि लग्नेशको दशा चलिरहेको छ, उदाहरणको लागि तपाईँ मेष लग्न हुनुहुन्छ, मङ्गलको दशा चलिरहेको छ, वृष लग्न हुनुहुन्छ, शुक्र अथवा चाहिँ सिंह लग्न हुनुहुन्छ, सूर्य, यसै गरी तपाईको लग्नेशको दशा चलिरहेको अवस्था छ भने यो समयमा तपाईले के गर्नुहोस्, आफ्नो शरीरलाई एकदमै फिजिकल्ली फिट राख्नुहोस्। तपाईँ बिहान छिटो उठ्ने बानी गर्नुहोस्। तपाईले आफ्नो शरीरलाई धेरै माया गर्नुहोस्, आफ्नो शरीरको धेरै केयर गर्नुहोस्, रेगुलर एक्सर्साइज गर्ने गर्नुहोस्। यो गर्नाले के हुन्छ, तपाईको जस्तो सुकै कमजोर दशा चलिरहेको छ, चाहे त्यो ग्रह कमजोरै भएर निचै भएर बसेको छन् भने पनि त्यस्तो अवस्थामा यो उपाय गर्नाले तपाईको लग्नेशलाई बलियो बनाउन धेरै मद्दत गर्छ। र अर्को कुरा भनेको तपाईले बिहान उठिसकेपछि रेगुलर तपाईले आफूले गर्ने कामको प्री प्लान गर्नुहोस्। तपाईँ आज के गर्दै हुनुहुन्छ, कुन ठाउँ जाँदै हुनुहुन्छ, कतिजना व्यक्तिलाई भेट्दै हुनुहुन्छ, कुन विषयमा बोल्दै हुनुहुन्छ, सबै कुराको तपाईँले प्री प्लान गर्ने गर्नुहोस्। बिहानको समयमा प्री प्लान गर्ने गर्नुहोस्। इभन दो तपाईँले आज के खाँदै हुनुहुन्छ, मिल्छ भने त्यो कुरा पनि प्री प्लान गर्नुहोस्। र अर्को कुरा भनेको जब घर फर्किनुहुन्छ, सुत्नुभन्दा अगाडिको समय पनि आज मैले के गरेँ, आज मैले कसलाई भेटेँ, आज मैले के निर्णय गरेँ, अथवा आज मैले कहाँ इन्भेस्ट गरेँ, ती तपाईँले दिनभरि गरेका गतिविधिहरूलाई पनि बेलुका एकचोटि सोचेर सम्झिएर सुत्ने बानी गर्नुहोस्। यो गर्नाले के गर्छ, तपाईँको एउटा त जीवनशैलीलाई सुधार्छ, तपाईँको व्यवहारलाई सुधार्छ र तपाईँले निर्णय लिन सक्ने क्षमतालाई पनि अभिवृद्धि गर्दै जान्छ। यो गर्नाले जस्तो सुकै लग्नेशको दशा चलेको छ, चाहे त्यो लग्नेश बलियो भएर अथवा कमजोर भएरै दशामा आइरहेको छ भने पनि यस्तो अवस्थामा तपाईँको लग्नेशको दशाले दिने अशुभ फललाई चाहिँ कम गरेर शुभ फल चाहिँ बढाउनको लागि धेरै हेल्प गर्छ। त्यस कारणले गर्दा आजै आफ्नो दशा चेक गर्नुहोस् र जुन ग्रहको दशा चलिरहेको छ, यानी कि जुन भावको दशाको पिरियड चलिरहेको छ, त्यो अनुसार चाहिँ तपाईँले उपाय गर्नुपर्ने हुन्छ। आज मैले तपाईँलाई लग्नको बारेमा बताएँ। अब तपाईँहरूको चाहिँ कुन ग्रहको दशा चलिरहेको छ त्यो चाहिँ मलाई हजुरले कमेन्टमा छोडिदिनु होला, म तपाईँलाई कमेन्टमा रिप्लाई गर्नेछु।